तसिदेलेक नमस्कार टिबेट को नेपाली प्रसारणमा स्वागत छ। यस शब्दको तिब्बत परम्परा दलिलामा जु र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ मल्लिरुसँग उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। परम्परा दलिलामा जुद्वारा बोधगयामा शिक्षा सुरु। सिक्किम मेम्बर सिरिङद्वारा आधिकारिक भ्रमणको कार्यक्रम सुरु। मेलबर्नमा स्थित चिनिया संघहरूद्वारा तिब्बती दूतावास कार्यालय क्यानबेरालाई निमन्त्रण। तिब्बत हाउस जापानले तिब्बती विद्यार्थीहरूका लागि तिब्बत कार्यशालाको आयोजना। अब समाचार विस्तारमा। यस हप्ता बिहिबार परम्परा जुले बोधगयाको कालचक्र शिक्षण स्थलमा 3 दिने अध्यापन सुरु गर्नुभयो। परम्परा जुले पहिलो 2 दिन नगरजुनाको बोधिचित्त छङ्जु सेम्टेको व्याख्या र तेस्रो दिन 21 ताराको आशीर्वाद प्रदान गर्नुहुनेछ। इन तरिकेसे तेजुल जमुले दिकाल मंगरु की न्यागत तो छोंगरु सबरेदे या नयम के तुंगे सावसे लेंगु दुवा छजा माराजो क्या के संबे एने जाना चने कादा एने नयम के ताया नेजु सावसिक लेतेदु 아주 사mol라겠다 먼저 전에 그 눈부시게 터네 지금 나양 디즈베게 파 아니 인처버지 상면 투면 나고를 챈디 아다 나양디 거로 응암자 사고도가 자나나라 사샤네 아다 나얌디기 거로디도 고 자라로 시기 아니 자갈레 나얌디 선행 가셔를 보게다 용대기 하리 다 나를 사mol로 미치고리 그다 제가 너시 애네 뚱에 되게 나네 용대 봤다 되게 말아서 사mol로 나간다 초기 지규 인대버시기 뒤인데 아주 사mol로 다 들이대 뒤다대 애네 저면송아 다 먼저서 사제 애네 나염대바 애네 진쳐야지 애네 상에 두면 나셔 यस हप्ताको सुरुमा परम्परा जुले पाली र संस्कृत अन्तर्राष्ट्रिय भिक्षु आदान प्रदान कार्यक्रमको उद्घाटन गर्नुभयो, जहाँ परम्परा जुले विभिन्न धार्मिक परम्पराहरू बीच प्रेम र सम्मानको सन्देशलाई दोहोऱ्याउनु भयो। पाली र संस्कृत परम्पराका अनुयायीहरूको बीचको सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले पाली र संस्कृत अन्तर्राष्ट्रिय भिक्षु आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो। आज बिहान परम्परा जुद्वारा बिहारका मुख्यमन्त्री श्री नीतीश कुमारसँग भेट गर्नुभएको छ। निर्वाचित तिब्बती संसदका सभामुख सोनम टेम्पेल र केन्द्रीय तिब्बती प्रशासनका सिक्किम मेम्बर छिरिङ बोधगयाको औपचारिक भ्रमणमा छन्, जहाँ उनीहरू दुवैले परम्परा जुको शिक्षामा भाग लिइरहेका छन्। बोधगयाबाट फर्किएपछि सिक्किमले विशिष्ट व्यक्तिहरू विद्यार्थीहरूले भेट्ने र दिल्लीको संस्कृति केन्द्रहरूको भ्रमण गर्ने कार्यक्रम छ। गत हप्ता शुक्रबार मेलबर्न स्थित चाइनिज तिब्बत सिभिल एक्सचेन्ज प्रमोसन एसोसिएसनका सदस्यहरू सम्मिलित 9 सदस्यीय प्रतिनिधि मण्डलले अस्ट्रेलिया र न्युजिल्यान्डका अध्यक्ष प्रोफेसर फेट चोङ यीसँग तिब्बतको कार्यालय क्यानबेरामा शिष्टाचार भेट गरेका छन्। प्रतिनिधि मण्डलले स्वागत गरेपछि प्रतिनिधि कर्म सिंघेले आफ्नो कार्यालयको कामकाज र तिब्बती र चिनिया समुदाय बीचको मित्रता र एकबद्धताले सुदृढ गर्न र तिब्बतको मुद्दा र परम्परा जुको दर्शनका बारेमा चिनिया जनता बीच राम्रो समझदारी स्थापित गर्ने बारे जानकारी गराउनु भयो। प्रतिनिधि कर्म सिंघेले चाइनिज टिबेटन सिभिल एक्सचेन्ज प्रमोसन एसोसिएसनले आयोजना गरेको 11औं चाइनिज तिब्बती सिभिल एसोसिएसन प्रमोसन एवार्ड समारोहमा भाग लिएका छन्। सन् 2013 देखि चिनिया तिब्बती सिभिल एक्सचेन्ज प्रमोसन एसोसिएसनले तिब्बती र चिनिया समुदाय बीचको राम्रो सम्बन्ध प्रावधान गर्ने
उत्कृष्ट उपलब्धि हासिल गरेका व्यक्ति तथा संस्थानहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ। तिब्बत हाउस जापानले जापानमा अध्ययन गर्ने र काम गर्ने तिब्बती विद्यार्थीहरूका लागि तिब्बत सम्बन्धी कार्यशालाको आयोजना गरेको छ। कार्यशालाको उद्देश्य जापानमा रहेका युवा तिब्बती विद्यार्थीहरूले आफ्नो पहिचान र सङ्घर्षहरू थाहा हुन र साझाकरण बारेमा सचेत गर्नु थियो। प्रतिनिधि डाक्टर छेवाङ ग्याबु आर्यले सहभागीहरूलाई स्वागत गर्दै तिब्बतमा रहेका तिब्बतीहरूको आशा र आकाङ्क्षाबारे कुरा गर्नुभयो र तिब्बतको स्वतन्त्रता र न्यायको पूर्ण स्थापन गर्ने सबैको ठूलो जिम्मेवारी रहेको विद्यार्थीहरूलाई स्मरण गर्नुभयो। हस्त यसका साथै आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। तसिदेली नमस्ते।